नमस्कार, स्वागत छ तपाईँलाई टेक सूत्रमा। के तपाईँको गेमिङ पिसी स्लो चल्न थालेको छ? सायद जस्तो गेमिङ वा एडिटिङ भइरहेको छैन? एफपिएस कम आइरहेको छ? धेरै हिट भएर पर्फर्मेन्स घटिरहेको छ? यदि यस्तै समस्या तपाईँको पनि छ भने तपाईँको समाधान यही भिडियोमा छ। आज हामी एकदमै उपयोगी भिडियो लिएर आएका छौँ, जहाँ तपाईँ सिक्नुहुनेछ गेमिङ वा एडिटिङ सिपियूलाई कसरी फुल सर्भिसिङ गरेर नयाँ जस्तै बनाउने। हामी सिपियू र जिपियू दुवैको सर्भिसिङ गर्नेछौँ र पर्फर्मेन्स कति बुस्ट हुन्छ भन्ने लाइभ देखाउनेछौँ। कृपया भिडियो स्किप नगरी पुरा हेर्नुहोस्। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले हामी सिपियूको केसिङ खोलेर भित्रको स्थिति जाँच गर्छौँ। यहाँ धेरै धुलो जमेको देखिन्छ, जसले प्रोसेसर र ग्राफिक कार्डको कुलिङमा ठुलो असर पुर्याउँछ। ग्राफिक कार्डमा पनि धेरै माइक्रो डस्ट जमेको देखिन्छ। यस्ता फोहोरहरूले जिपियूको पर्फर्मेन्स घटाउँछ र टेम्परेचर बढाउँछ। अब हामी सिपियूको सबै पार्ट्स खोल्नेछौँ र सुरक्षित रूपमा एउटा बास्केटमा राख्नेछौँ। त्यसपछि हरेक पार्टलाई ब्रस र प्रेसर एयर ब्लोअरको सहायताले सफा गरिन्छ। विशेष गरी मदरबोर्डलाई एयर ब्लोअरले सावधानीपूर्वक सफा गर्नुपर्छ। अब एल्कोहलयुक्त क्लिनिङ केमिकल र माइक्रोफाइबर कपडाले सबै पार्ट्सलाई चम्किलो बनाइन्छ। अब ग्राफिक्स कार्डको सर्भिसिङ सुरु हुन्छ। फ्यान र हिटसिङ अलग गरेर पुरानो सुकेको थर्मल पेस्ट हटाउँछौँ। ग्राफिक कार्ड संवेदनशील मात्रै होइन, महँगो पार्ट्सहरू मध्ये एक हो। त्यसैले अत्याधिक सावधानी अपनाउनु आवश्यक हुन्छ, किनभने सर्भिसिङको क्रममा केही बिग्रेमा त्यो वारेन्टी अन्तर्गत पर्दैन। त्यस्तो अवस्थामा टेक्निसियन नै पूर्ण जिम्मेवार हुनुपर्ने हुन्छ। हाई क्वालिटी प्रिमियम थर्मल पेस्ट प्रयोग गर्छौँ। ग्राफिक कार्डको फ्यान र हिटसिङ पनि डिप क्लिन गरी पुनः जोडिन्छ। त्यसपछि सफा गरेर सबै पार्ट्सलाई पहिलेको जस्तै गरी सही तरिकाले फिट गरिन्छ। अब सबै पार्ट्स फिट गरेर पिसीलाई अन गरौँ। हेरौँ त कति फ्रेस देखिन्छ। सिपियू र जिपियूको टेम्परेचर पनि अब नर्मल भइसकेको छ। बधाई छ तपाईँलाई, अब तपाईँको पिसी फुल पर्फर्मेन्स गर्न तयार छ।
यदि तपाईँको पिसी धेरै पुरानो भइसकेको छ भने सिर्फ सर्भिसिङले मात्र ठुलो फरक पार्न सक्दैन। अपग्रेड सम्बन्धी सुझाव चाहनुहुन्छ भने हामीलाई कमेन्ट वा सोसल मिडियामा मेसेज गर्नुहोस्। हामी निःशुल्क सल्लाह दिनेछौँ। आजको यो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। गेमिङ पिसीको समस्या र त्यसको समाधान तपाईँलाई उपयोगी लाग्यो भन्नेमा हामी आशावादी छौँ। हाम्रो उद्देश्य हो तपाईँलाई प्राविधिक ज्ञान बुझ्न र समाधान गर्न सहयोग पुर्याउनु। यदि तपाईँको पनि यस्तै समस्या छ वा तपाईँ केही नयाँ कुरा सिक्न चाहनुहुन्छ भने हामीलाई कृपया कमेन्टमा लेख्नुहोस्। हामी तपाईँको प्रश्न, सुझाव र प्रतिक्रिया कदर गर्दछौँ र आगामी भिडियोहरूमा समावेश गर्ने प्रयास गर्दछौँ। भिडियो मन परेमा लाइक, साथीभाइसँग सेयर गर्नुहोस् अनि हाम्रो युट्युब च्यानल टेक सूत्रलाई सब्सक्राइब गरेर साथ दिनुहोस्। तपाईँको साथ र समर्थन नै हाम्रो हौसला हो। फेरि भेटौँला अर्को जानकारीमूलक र उपयोगी भिडियोमा। तबसम्मको लागि सुरक्षित रहनुहोस्, सिकिरहनुहोस् अनि मर्मत गर्दै जानुहोस्। धन्यवाद।